जेन्जी प्रतिनिधि एवं अगुवाहरूले समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सरकार, रणनीतिक दल र जेन्जी प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा समयमा चुनाव हुनुपर्ने राय राखेका हुन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जेन्जी समूहका प्रतिनिधि खेमराज साउदले नेपाल कम्युनिस्ट पार्टी एमालेले सांसद पुनर्स्थापनाबारे राय राखेपछि आफूहरूले त्यसको खण्डन गरेको बताएका हुन्। नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजेदेखि पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ। काङ्ग्रेसको बैठक गत असोज 28 गतेदेखि सुरु भएको थियो। बैठक गत भदौ 23 र 24 गते भएको जेन्जी प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिका विषयमा केन्द्रित रहेको जनाइएको छ। लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले 2 जनालाई नियन्त्रणमा लिएको छ। बुधबार राति करिब 11 बजेतिर तारकेश्वर नगरपालिका 5 गोलडुङ्गा फुलबारी गेट नजिकै 2 जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मकनपुर पिम्फेदी गाउँपालिका 5 घर भई हाल काठमाडौँको बुढा नीलकण्ठ बस्ने 26 वर्षीय सूर्यबहादुर कलान र सिन्धुली दुधौली नगरपालिका 10 घर भई हाल बुढा नीलकण्ठमै बस्ने 23 वर्षीय मनोज चौधरी रहेका छन्। दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेको बेला शीर्ष 2 नेता दक्षिण कोरियामा भेट्न लागेका हुन्। अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले दिएको जानकारी अनुसार आज कोरियामा स्थानीय समय अनुसार बिहान 11 बजे ट्रम्प र सी बीच भेट हुनेछ। यता चिनिया विदेश मन्त्रालयले पनि ट्रम्प र सी बीचको भेट समय तय भएको पुष्टि गरेको छ। भेट दक्षिण कोरियाको बुसान सहरमा हुनेछ। जमैकाको इतिहासकी सबैभन्दा शक्तिशाली समुद्री आँधी मेलिसाले क्यारिबियन द्वीपमा भीषण विनाश निम्ताएको छ। तीव्र गतिको हावा र भारी वर्षाले घरहरूसँगै आधारभूत संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। भारी वर्षापछि आएको बाढीले कयौं मानिसहरूको मृत्यु भएको बीबीसीले जनाएको छ। कतिजनाको मृत्यु भएको हो भन्ने पूर्ण विवरण भने अहिलेसम्म आइसकेको छैन। जमैकामा यसका असर सबैभन्दा बढी बुधबार देखिएको बताइएको छ। समुद्री आँधी मेलिसाबाट हाइटीमा पनि बाढी जाँदा कम्तीमा पनि 20 जनाको मृत्यु भइसकेको छ।